मर्निङ नमस्ते फ्रम मार्फा गाउँ। यहाँको जमसङ नजिक रहेको मार्फा गाउँ हजुरहरूलाई आज घुमाउँदैछु। हामी पनि घुम्दैछु। यतै पुरै स्याउबारी हो। अब भित्र जेरी गल्लीहरू के अब फिल्म छायाङ्कन गर्ने ठाउँहरू रहेको छ। तपाईँहरूले त्यसको बारेमा हामी अपडेट लेट्स स्टार मार्फा गाउँ। आउन मार्फाको स्याउबारी माथि घुम्न जाने हो। माथि गुम्बाहरू पनि रहेको छ। नेचुरल स्प्रिङ वाटर पानी पनि यहाँ बगिरहेको छ। उता स्याउबारी भयो। पुगेन आयो गडाको यो मार्फा गाउँमा चाहिँ अब प्राय सबैको घरमा चाहिँ यो दाउरा रहेको छ, छतमा राखेको। अब धेरै चाहिँ छतमा दाउरा भएको मानिस चाहिँ धेरै धनी मानिन्छ यहाँ, उहाँहरूको भनाइअनुसार। अब हामीलाई त थाहा छैन होइन, त्यही भन्नुहुन्छ। यहाँ हेर्नुहोस् दाउरा, घरको छतमा दाउरा रहेको छ। किनभने दाउराको पनि अभाव छ नि त, यहाँ जङ्गल छैन, यो किनेर ल्याउनु पर्ने हुन्छ टाढाबाट। सो त्यो भएर पनि जसो छतमा धेरै दाउरा ऊ धेरै धनी भन्ने कुरा चाहिँ हुन सकिन्छ। म स्याउ फल्ला छ, अलि यहाँ चाहिँ कम रहेछ। अलि मार्फा गाउँ दाउरै दाउरा जता पनि छतमा। जेरी गाउँ सरी जेरी मार्फाको जेरी। अब जेरी त तल्लोपट्टि गल्ली भने होइन, त्यहाँ पनि हामी मार्फा भिलेज हजुरहरूले टाढाबाट हेर्नु होला। कतिपय त यहाँ आउनुभयो होला, नआउने मानवहरूले टाढाबाट अवलोकन गर्नु भन्ने आशा राखेका छौँ हामीले। लागम हजुर ड्रेस अब एकछिनपछि अब ड्रेस लगाएर चाहिँ फोटो खिचाउँला नि त, के छ र। यहाँको अब मेन विशेषता त्यही हो, ड्रेस लगाएर फोटो खिच्ने। हामी पनि यो ड्रेसमा दाउरा छतमा दाउरा रहेको छ। साइड प्लिज। ल हजुरहरू टाढाबाट मार्फा भिलेजको अवलोकन गर्नु होला। हामी चाहिँ यहाँ हेर्दैछौँ, सबैजना यहाँ ड्रेस लगाएर हिँडिरहनु भएको छ। यहाँको विशेषता हो ड्रेस लगाएर फोटो खिच्ने अनि फिल्महरू सुटिङ गर्ने ठाउँ, छायाङ्कन गर्ने ठाउँ। यो चाहिँ जेरी गल्ली, पिक्चरमा हामीले देख्ने चाहिँ यो जेरी गल्ली हो। यो जेरी गल्ली हो। यहाँ चाहिँ धेरै जस्तो पिक्चरहरू छायाङ्कन सुटिङ गर्ने ठाउँ हो। लेट्स गो होइन। अब कताको भिडियो हो? जेरी गल्ली यति रहेछ क्या हो? के रहेछ च्याङ्रा? हजुर भित्र पो थुन्डा है अङ्कल। तपाईँको युट्युब च्यानलको नाम के भन्नु? युट्युब च्यानल होइन, म त यसो सुटिङ हल्का फुल्का मात्रै हो, यसो भिडियो निकाले। सब्सक्राइब गर्नुहुन्छ त भाइले? हामी जेरी गल्लीभित्र त्यताततै जेरी गल्ली, सानो सानो गल्ली रहेको छ। ल हेर्नु त, यहाँ घरको छतभरि दाउरै दाउरा छ। माथिसम्मै छ गुम्बा। हामी चाहिँ अब फर्किनेछौँ। हजुरहरू मुक्तिदान आउनु भने अवश्य मार्फा गाउँ अवश्य घुम्नु होला। यहाँको स्याउबारी, स्याउ बगान, जेरी गल्ली, जेरी गल्ली। अब ड्रेस लगाउने त अब के ड्रेस लगाउने के हो खै ठिक छ होला। हामी त अब यसो हजुर फोटो खिचिदिनु पऱ्यो। यहाँ खिचिरहेको छ।